सो आज चाहिँ हामी इकोनोमिक्सको फिसर क्वान्टिटी थ्योरी अफ मनी, फिसर क्वान्टिटी अनि त्यसलाई थ्योरी अफ मनी पनि भन्छ, त्यो बुझ्छौँ। फर्स्टमा टपिक्स लेखौँ, फिसर क्वान्टिटी थ्योरी अफ मनी हो। फिसर क्वान्टिटी थ्योरी अफ मनी, दिस इज द टपिक्स। एउटा फिसरले डेभलप गरेको एउटा थ्योरी हो, त्यही भएर यसको नाम फिसर क्वान्टिटी थ्योरी अफ मनी हुन जाने। फिसरले के भनेका छन् भनेपछि क्वान्टिटी अफ मनी अनि एउटा प्राइस लेभल, एउटा भ्यालु अफ मनी, त्यो तीनटा कुरा गरेका छन्। क्वान्टिटी अफ मनी, भ्यालु अफ मनी र प्राइस लेभल। जब हामीले क्वान्टिटी अफ मनी बढाउँछौँ मतलब इन्क्रिजिङ गर्छौँ, त्यति बेला सेम रेसियोमा, सेम पर्सेन्टेजमा प्राइस लेभल अफ मनी पनि बढ्छ, तर भ्यालु अफ मनी चाहिँ घट्छ। जब एउटा इक्जाम्पल समझौँ, अब बजारमा पैसा धेरै भयो, हामीसँग करोडौँ छौँ, पैसा धेरै छ, पछि भ्यालु अफ मनी, पैसाको महत्त्व चाहिँ घट्छ नि, अनि त्यसको प्राइस लेभल चाहिँ बढ्छ, त्यो भन्न खोजेको हो क्या। अनि फिसरले के भनेका छन् र, अकर्डिङ टु फिसर्स, other things remains same। क्लियर देखिरहेन होला, यस्तै हो, सेम। यदि अदर थिङ्स रिमाइन सेम राख्यौँ भने कुनै पनि क्वान्टिटी अफ मनी ह्याज इन्क्रिजेज, क्वान्टिटी अफ मनी चाहिँ इन्क्रिज गऱ्यौँ भने देन प्राइस लेभल अल्सो इन्क्रिजिङ, एन्ड अदर साइड भ्यालु अफ मनी विल बी डिक्रिजेज हो, यो भनेको। अरू कुरा रिमाइन्स, अरू कुरा त्यही नै भयो भने, जब हामीले क्वान्टिटी थ्योरी अफ मनीलाई बढायौँ भने, इन्क्रिज गऱ्यौँ भने, त्यसपछि के हुन्छ भने चाहिँ प्राइस लेभल पनि त्यही रेसियोमा बढ्छ। ऊपर लेख्नु, प्राइस लेभल अल्सो इन्क्रिजिङ एन्ड द सेम रेसियो पनि लेख्न सक्छौँ। प्राइस लेभल अल्सो इन्क्रिजिङ इन सेम रेसियो लेख्छ। अनि अर्को साइडमा के हुन्छ भने भ्यालु अफ मनी विल बी डिक्रिजेज हुन्छ कि, पैसाको महत्त्व चाहिँ घट्छ। यसका कुनै एजम्सनहरू छन्, एएसएसयुएमपिटी एजम्सनहरू यो लका के छ भनेपछि नो चेन्ज इन टी एन्ड भी। अब यो टी र भीमा चेन्जहरू आउँदैनन्, किनभने चाहिँ टी भनेको भोल्युम अफ ट्रान्जेक्सन हो र भी भनेको भ्यालोसिटी अफ सर्कुलेसन अफ भ्यालोसिटी हो। जस्तै यो पढ्नुभन्दा पहिला एउटा तिनले फर्मुला दिएका छन् कि एमभी इज इक्वल टु पिटी भनेको, एमभी इज इक्वल टु पिटी दिएका छन्। एमभी इज इक्वल टु पिटी इक्वल्स टु हुन्छ भनेको, एमबीको मतलब क्वान्टिटी अफ मनी, भीको मतलब भ्यालोसिटी अफ सर्कुलेसन, पी भनेको प्राइस लेभल, टी भनेको भोल्युम अफ ट्रान्जेक्सन। यो हो, यसलाई अब पीलाई यता ल्याउँदा एमबी इज इक्वल टु टी, दिस इज द आवर फर्मुला।
सो त्यसपछि एजम्सन राखौँ। यो त बुझ्नु भइसक्यो होला। नो चेन्ज इन टी एन्ड पी। भोल्युम अफ ट्रान्जेक्सन र भेलोसिटीको सर्कुलेसन चेन्ज हुँदैन। अनि यहाँ के छ भने पी इज अ प्यासिभ फ्याक्टर। प्राइस लेभल चाहिँ प्यासिभ फ्याक्टर हुन्छ। प्राइस लेभल अरूमा होइन के, अरू प्राइस लेभलमा डिपेन्ड हुने हो के, त्यो कुरा हो यो। अनि ओन्ली मनी इज युज फर मिडियम अफ एक्सचेन्ज। ओन्ली मनी इज युज फर मिडियम अफ एक्सचेन्ज। कुनै पनि सामान एक्सचेन्ज गर्नु, मिडियम अफ एक्सचेन्ज गर्नको लागि मनीको युज हुन्छ। अर्को के छ भनेपछि हाम्रो ठ्याक्कै याद भएन मलाई चाहिँ होइन। अनि एउटा छ फुल इम्प्लोयमेन्ट अफ रिसोर्सेस इन लङ रन। लामो समयसम्म कोही पनि के काम नपाएको हुनु भएन के, सब काम पाएको हुनु पर्यो भन्ने चाहिँ यो फिसर क्वान्टिटी थ्योरी अफ मनीको एजम्सनहरू हो। सो त्यसपछि हामी यसलाई एमबी इज इक्वल टु पिटी, यसलाई एमबीलाई सप्लाई अफ मनी र पिटीलाई डिमान्ड अफ मनी पनि भन्न सक्छौँ। त्यसपछि हामी फिसर क्वान्टिटी थ्योरीको दुईटा डायग्राम वा ग्राफिकल रिप्रेजेन्टेसन गराए पनि चिन्न सक्छौँ। त्यो अर्को पेजमा गर्छौँ। हामी के गर्छौँ भने चाहिँ एउटा यस्तो ग्राफिकल रिप्रेजेन्टेसन बनाउँछौँ। सेम बनाऊँ सजिलो होस्। यो एक्स एक्सिस नलेख्दा पनि हुन्छ, तर बुझ्नु त पर्यो है। एक्स एक्सिस वाइ एक्सिस, यो चाहिँ वाइ एक्सिस है। के गर्नु पर्यो भने चाहिँ ल यहाँ कुनै पनि एउटा पोइन्ट मान्नु पर्यो। ल यो मानौँ प्राइज लेभल, यो मानौँ भ्यालु अफ मनी, यो भनेको क्वान्टिटी अफ मनी। सेम अल्सो देयर इज क्वान्टिटी अफ मनी एक्सिस वाइ एक्सिस, एक्स एक्सिस लेखिदिउँ न त होइन। अब एउटा पोइन्ट छ यहाँ M1 भन्ने छ, यहाँ पनि M1 भन्ने छ। इफ कुनै सर्टेन रेसियोमा M1 बढ्यो, M1 बढेर क्या पुग्यो भने चाहिँ P1 मा पुग्यो, यसलाई मानेको है, P1 मा पुग्यो। अब जति क्वान्टिटी थ्योरी अफ मनी बढायो, अब M1 बाट यति बनायौँ कि M2 बनायौँ, क्वान्टिटी थ्योरी अफ मनी M1 बाट M2 बनायौँ, त्यति नै प्राइस लेभल बढ्छ कि। जस्तै अब क्वान्टिटी थ्योरी अफ मनी 0 बाट M1 पुगाउँदा र M1 बाट M2 पुगाउँदा जति बढ्यो, सेम माथि पनि यति बढ्छ। मतलब यसको मतलब यस्तोतिर बन्छ। त्यसै गरी फेरि हामीले क्वान्टिटी थ्योरी अफ मनी अझै बढाउँदै गयौँ, M2 बाट M3 गराउँदै गयौँ। यहाँ जति बढ्यो प्राइस लेभल पनि त्यही हिसाबले सेम रेसियोमा बढ्छ। अदर साइड इज इफ वी भ्यालु अफ मनी ठुलो छ, P1 मानौँ यसलाई। इफ क्वान्टिटी थ्योरी अफ मनी इन्क्रिजिङ भयो, बढ्यो के, क्वान्टिटी थ्योरी अफ मनी बढ्यो, तर भ्यालु अफ मनी, जब हामीसँग धेरै पैसा हुन्छ नि, हामीसँग धेरै पैसा भनेको पैसाको महत्त्व घट्छ, भ्यालु अफ मनी डिक्रिजेज हुन्छ। त्यही भएर यो जति भयो सेम M2 मा जाँदा यो यति नै हुँदैन के, यो घटेर आउँछ के। यो जति भयो त्यति नै घटेर आउँछ। जस्तै यति
अब 3 मै जाम भने पनि यो यहाँदेखि क्वान्टिटी थ्योरी अफ मनी जति बढायो भ्यालु अफ मनी त्यति नै घट्छ क्या। जस्तै यति घट्यो मानौँ फर इक्जाम्पल, यो यस्तो हुन्छ। यो चाहिँ 40 डिग्री लाइनमा स्ट्रेट हुन्छ। यही नै हो फ्युचर क्वान्टिटी थ्योरी अफ मनीको बारेमा। यसको क्रिटिसिजम पनि छन्। क्रिटिसिजम त्यही एजम्पसनहरूलाई क्रिटिसिजम भनेको अब क्रिटिसाइज गरिएको त्यो त्यसको बारेमा छ। अनि क्रिटिसिजम पनि छन् थोरै, यहाँ हेर्न सक्छौँ, यो नोटमा हेर्न सक्छौँ। क्रिटिसिजम अफ क्वान्टिटी थ्योरी अफ मनी, प्राइस लेभल डज नट डिपेन्ड ओन्ली अपन द मनी सप्लाई। प्राइस लेभल जुन छ नि त्यो यो मनी सप्लाईमा डिपेन्ड हुँदैन भन्न खोजे आयोले। यो सर्टमा बुझाइदिन्छु, बुझ्नुहुन्छ होला। भेलोसिटी अफ सर्कुलेसन एन्ड ट्रान्जेक्सन आर नट कन्स्टेन्ट। अघि के भनेको थियौँ, नो चेन्ज इन भेलोसिटी अफ सर्कुलेसन भनेको थियौँ नि नै, टी र भी चेन्ज हुँदैन भनेको थियौँ नि एजम्पसनमा। तर यहाँ क्रिटिसिजममा के भयो, यो भनेपछि कन्स्टेन्ट हुँदैनन् भन्यो, चेन्ज हुन सक्छन् भनिदियो। अर्को पोइन्ट छ हामीसँग, इग्नोर द डिमान्ड फर मनी। अघि एमभी इज इक्वल टु पिटीले पिटीले के भनेको थियौँ, डिमान्ड अफ मनी भनेको थियौँ नि। डिमान्ड अफ मनीलाई इग्नोर गर्छ। इग्नोर गर्छ मतलब नेपाली मिनिङ के हो भने चाहिँ अस्वीकृत गर्छ के, एक्सेप्टेबल गर्दैन। अर्को छ, दिस थ्योरी फेल टु एक्सप्लेन ट्रेड साइकल एन्ड बिजनेस साइकल्स विच इज मेजर फिचर्स अफ यो प्रोनाउन्सिएसनै गर्न आएन, क्यापिटलिजम इकोनोमिक्स। यो ट्रेड साइकल गर्न र बिजनेस साइकल गर्न यो असहमत हुन्छ कि। अब बिजनेस ट्रेड साइकल भनेको हो वेब लाइक फङ्सनल हो, जसका इकोनोमिक्स एक्टिभिटिजहरू हुन्छन्, जहाँ प्रोडक्सनहरू डिस्ट्रिब्युसनहरू हुन्छन्, त्यसलाई नै भन्छ। अनि त्यो भयो। दिस थ्योरी एज्युम फुल इम्प्लोइमेन्ट अफ रिसोर्सेस। यो थ्योरीले चाहिँ कोही पनि काम नगरेर बसेका हुनु भएन, फुल इम्प्लोइमेन्ट गरेर लामो समयको लागि बसेको हुनु पर्यो। विच इज अनरियलिस्टिक कन्सेप्ट, मेनी इकोनोमिक्स प्रोब्लम आर सर्ट रन इन नेचर। यो अनरियलिस्टिक कन्सेप्ट हो, यसका कारणले धेरै समस्याहरू आउन सक्छन्। सो आजको लागि यति नै, बुझ्नुभयो होला। हस्त बाई।